यदि गर्नु भएन भने यो आवाज चाहिँ म उठाइ नै रहन्छु। यो माइती घरको बारेमा चाहिँ म यो आवाज चाहिँ नि सरकारले जबसम्म सुन्दैन, यो मेरो यो एउटा सरकारसँग मेरो एक्लो माग भनौँ कि अब होइन के माग भनौँ, यो मेरो एउटा चाहिँ नि सरकारसँग मेरो एउटा यो मागै हो कि मैले अरू माग गरिनँ कि पीडितहरूलाई चाहिँ व्यवस्थापन हुनु पर्यो। धेरै धेरै मागेको छैन होइन। आफ्नो माग मुद्दा समाप्त नहुने बेलासम्म त सरकारको दायित्व हो नि त होइन। यहीँ बस्ने त केही होला, तर टाढा टाढाबाट आउनेहरूलाई के गर्ने त, त्यो एउटा चाहिँ नि सुनवाई हुनुपर्छ, त्यो एउटा चाहिँ सरकारले गर्नै पर्छ होइन। पहिला धेरैजना आउनुहुन्थ्यो यहाँ है, अब अहिले ठाउँमा पुगेपछि आउनु भएको छैन क्या, सायद होला अब होइन। विभिन्न कालखण्डमा होइन, विभिन्न कालखण्डमा विभिन्न आन्दोलनहरू भए, धेरै मान्छेहरू चाहिँ सामाजिक अभियन्ता हौँ भनेर आफूले आफूलाई चिनाए यो समाज सामु। तर उहाँहरू चाहिँ त्यो फिल्डमा मानौ कि नेपाल सरकारको त्यो क्याबिनेटभित्र पनि गएका छन् अहिले अभियन्ताहरू धेरै, जस्तो खगेन्द्र सुनारदेखि विभिन्न मान्छेहरू छ, उहाँहरू जानुभएको छ होइन। तर पनि त्यो ठाउँमा गइसकेपछि मन्त्रीहरू या सांसदहरूले चाहिँ यो जनताहरूको पीडा किन बुझ्दैनन् जस्तो लाग्दैन दिदी तपाईँलाई? एकदमै मलाई त मैले भनेको जो सरकार जो गोरु आए पनि कानै चिरेको भनेको जस्तै लाग्छ कहिलेकाहीँ चाहिँ होइन। झुवाए पनि त्यहाँ गएपछि किन रुमल लिन्छन्, के चिज हुन्छ त्यस्तो लट्ठाउने, म त्यो चाहिँ बुझ्न नसकेको कुरा जस्तो लाग्छ कि। अब सायद भोलि त्यो ठाउँमा म पनि पुग्यो भने म पनि त्यस्तै हुन्छु कि, अब त्यस्तो चाहिँ हुन नपरोस् है भन्ने कुरा त लाग्छ कि मलाई। त्यो हुनै नपरोस् के, किनभने जनताको माग मुद्दा उठाउने एकजना त चाहियो के, एकजना यो भुइँ मान्छेको आवाज उठाउने नेता चाहियो हामीलाई होइन। मैले भनिहालेँ त सबै कुरा ठिक छ होइन, भुइँ मान्छेको आवाज सुन्ने को छ त यहाँ? भुइँ मान्छेको आवाज सुन्नु पर्यो नि मेन भने। पीड यहाँ त धनीबाट गरेर खाने वर्गलाई त ठिक छ, एकदम राम्रो छ, यो स्विजरल्यान्ड नै छ, अमेरिका नै छ यो नेपाल होइन। तर यहाँ हुन खान नसक्ने वर्गका व्यक्तिलाई भरे के खाम भोलि के खाम भन्ने छ कि। दिनभरि काम गर्दा पनि पुग्दैन, बेलुका दिनभरि भारी बोकेर त्यो घरमा के अरे चामल र भनेको जस्तो मिठो तरकारी खाने पैसा पनि छैन क्या। त्यस्तोलाई पनि समग्रमा ल्याउन सक्नु पर्यो क्या हाम्रो सरकारले। मेरो भनाइ मेरो माग नै त्यही हो कि, पीडितको मात्रै होइन, यो देशका कुना काप्चामा बसेका यी जति पनि हामी गरिबीपनका मान्छेहरूलाई चाहिँ अगाडि बढाउनु पर्यो। गर्न केही नसके पनि त्यो मैले भने त हुने खानेलाई नगरौँ, हुन खान नसक्नेको घरमा प्रत्येकलाई जागिरी दिउँ न त, एउटा गरेर त उनीहरूको परिवार पाल्छन् नि त। सरकारसँग मेरो माग त्यो हो कि, सरकारसँग अरू मेरो माग होइन। मलाई त्यो सांसद बन्नु छैन, मलाई केही गर्नु छैन, ठुलो कुरा गरेर मलाई यो गर्नु छैन, तर जनता समग्रमा एउटा सबैको एकनाश हुन पर्यो भन्ने मेरो चाहिँ नि भावना हो कि। मैले भनिहालेँ त, मैले माइती घरको रोडदेखि ल्याएर मैले त्यो सांसदको सिंहदरबारको कुर्सीसम्मकोलाई मैले भनेको है। त्यही कारणले हिजोको दिनमा जे जस्तो सरकारले गल्ती गर्यो अबको सरकारले नगर्ला जस्तो मलाई लाग्छ होइन। अब यत्रो बहुमत छ नि त, एकजनाको ध्यान आकर्षण त हुनु पऱ्यो नि त, माइती घरलाई हुनु पऱ्यो, गरिबीलाई हुनु पऱ्यो के। गरिबी हुन त भनेको त छ नि, लागु कहिले हुन्छ होइन, त्यो कुरा हो नि त। मैले भने गाउँमा प्रत्येक यहाँ आउँछन्, भ्यालीभित्र झर्छन् होइन, तिनीहरूले त केही गर्छु भनेर आउँछन्, एउटा रोजगारी दिनु पऱ्यो नि त। एउटा रोजगारी दिएपछि के हुन्छ त भने विदेश जानु परेन के, अर्काको भुइँ पुस्न भाँडा मात्न जानु परेन, आफ्नै देशमा चाहिँ नि गरेर खान्छन् र बालबली बच्चालाई पढाएर यहीँ सुखसँग बस्छन् नि त। हुने खानी त यहाँ हुने खानी छ, हुने खानीलाई किन गर्न पर्यो, किन त्यो पहुँचमा पुर्याउन पर्यो? हुने खानी त यतिकै पनि हुने खानी छ। हुन खान नसक्नेलाई चाहिँ नि सरकारले एउटा रोजगारी सिर्जना गराइदिनु पर्यो, कारखाना खोलेर हुन्छ कि होइन। अब भइरहेका कल कारखानामा पहिलाका ती के अरे नेताहरूका ती चाकडी गर्नेलाई निकालेर अब खाली गराएर हुन्छ कि होइन? त्यो त अब सफाइ गर्नु पर्यो नि। मेन न्यायालय सफा गर्ने, न्यायालय सफा गरिसकेपछि सबै बिस्तारै सफा हुँदै जान्छ। अनि भुइँ मान्छेको कुरा सुन्ने, अनि गरिबीलाई अगाडि ल्याउने, कसको घरमा रोजगारी छैन त्यो घरको मान्छेलाई रोजगारी दिनु पर्यो। जो प्रत्येक गाउँबाट आएका र भ्यालीभित्रै पनि काम गर्छु भनेर भन्ने वर्ग, त्यो गरिब वर्गलाई चाहिँ एउटा कामको एउटा गरेर खाने वातावरण चाहिँ सरकारले गर्नुपर्छ होइन। मैले भनिहालेँ, बाटो स्विजरल्यान्ड बनाएर भएन, बाटाका पोलहरू स्विजरल्यान्डका बत्ती जस्ता बनाएर भएन होइन, मठ मन्दिर सिँगारेर भएन।
प्रत्येक नेपालीको घरमा चुलो बल्ने घर चाहिँ नि स्विजरल्यान्ड जस्तो उज्यालो बनाउन सिकाउनु सक्नु पर्यो कि हामी सरकार भएपछि। पहिलाको सरकारले एउटा राजाको पालोमा होइन के गर्थ्यो अरे भन्दाखेरि बत्ती हुन्थेन अरे, बत्ती नहुँदाखेरि ढोड बालेर खाना पकाउनु पर्थ्यो अरे, अनि त्यो घरबाट धुरीबाट धुवा आयो कि आएन भनेर त्यो राजालाई पिर हुन्थ्यो अरे कि किनभने मेरो घरमा त पाके मिठान होइन मिठास पाकेको छ, तर मेरो जनताहरूको घरमा भात पाकेन भने प्रत्येकको घरको माथि धुरी त्यो छलीले छाएको ठाउँ हेर्थे अरे के। त्यस्तो सरकार हामीलाई चाहियो कि त्यो घरमा भात पाकेको छ कि छैन, आज भोका छन् कि छैनन् भन्ने हेर्थे अरे के। त्यस्तो सरकार हामीलाई चाहिएको छ के, हो कि होइन ल भन्नु न। अनि यो माइती घरको कुरा अब यथावत कुराहरू यहाँ धेरै कुराहरू छन् कि, गरिबीका कुराहरू धेरै छन्। अब यस्ता कुराहरूलाई इस्यु उठाउने मुद्दा उठाउने हो भने त यहाँ कतिजना होइन कति पीडित छ नि त, त्यो कुरा हुन पर्यो। हामीलाई बाटोको भन्दा पनि यो गाडीको भन्दा पनि यो बसको भन्दा पनि यो हरेक कुराको भन्दा पनि गरिबी हटाउनु पर्यो, एउटा विकासको अगाडि बढ्नु पर्यो, त्यो हो नि त हाम्रो कुरा। त्यही भएर सरकारले चाहिँ एकदमै ध्यान आकर्षण गर्नुपर्छ, माइती घरको कुरा होस् गरिबीको कुरा होस् सबै कुरा होस्, यो ध्यान चाहिँ हुनैपर्छ। ओके धन्यवाद। त्यो काट्नु त एकछिन।